तिमी ब्ल्याक एन्ड व्हाइट मात्रै देख्छौ पुरानो मुभीमा जस्तै? This is the most common question I have been asked when people know I am complete colorblind. Hi, this is Prasansa. I am legal blind and complete colorblind. Legal blindness को बारेमा अर्को कुनै भिडियोमा कुरा गरौँला। अहिले चाहिँ म complete color blindness को बारेमा कुरा गर्छु। complete color blindness अर्थात् म कुनै पनि कलर चिन्न सक्दिन। यसलाई चाहिँ एक्रोमेटोप्सिया भनिन्छ। पहिला चाहिँ सबैजनाले कलरहरूको बारेमा सोध्दाखेरि कस्तो देख्छौ भनेर सोध्दाखेरि मलाई कस्तो अनकम्फर्टेबल फिल हुन्थ्यो के। तर लेटली चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि दे आर जस्ट क्युरियस अनि आई एम ह्याप्पी टु सेयर माई साइड अफ द वर्ल्ड। सो डक्टर्सहरूले एक्सप्लेन गर्दाखेरि चाहिँ मैले चाहिँ ब्ल्याक व्हाइट र सेड्स अफ ग्रे देख्छु भनेर भन्नुहुन्छ कि। तर मेरो लागि चाहिँ कलर्सहरूको डिस्टिङसन भनेको डार्क र लाइट मात्रै हो। त्यही भएर मैले चाहिँ ब्ल्याक र व्हाइट चाहिँ चिन्छु भन्न पनि मैले सक्दिनँ। किनकि कसैले ल्याएर मलाई ब्ल्याक कुरा देखाएर ब्ल्याक हो भनेर सोध्यो भने म त्यो पनि स्योर हुन सक्दिनँ क्या। मेरो लागि चाहिँ सबै कलर्स डार्क र लाइट मात्रै हुन्छ। Sounds complicated, right? I get it. Comment down below to know more about my colorless world. Catch you later. तिमी ब्ल्याक एन्ड व्हाइट मात्रै देख्छौ पुरानो मुभीमा जस्तै? This is the most common question I have been asked when people know I am complete colorblind. Hi, this is Prasansa. I am legal blind and complete colorblind. Legal blindness को बारेमा अर्को कुनै भिडियोमा कुरा गरौँला। अहिले चाहिँ म complete color blindness को बारेमा कुरा गर्छु। complete color blindness अर्थात् म कुनै पनि कलर चिन्न सक्दिन। यसलाई चाहिँ एक्रोमेटोप्सिया भनिन्छ। पहिला चाहिँ सबैजनाले कलरहरूको बारेमा सोध्दाखेरि कस्तो देख्छौ भनेर सोध्दाखेरि मलाई कस्तो अनकम्फर्टेबल फिल हुन्थ्यो के। तर लेटली चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि दे आर जस्ट क्युरियस अनि आई एम ह्याप्पी टु सेयर माई साइड अफ द वर्ल्ड। सो डक्टर्सहरूले एक्सप्लेन गर्दाखेरि चाहिँ मैले चाहिँ ब्ल्याक व्हाइट र सेड्स अफ ग्रे देख्छु भनेर भन्नुहुन्छ कि। तर मेरो लागि चाहिँ कलर्सहरूको डिस्टिङसन भनेको डार्क र लाइट मात्रै हो। त्यही भएर मैले चाहिँ ब्ल्याक र व्हाइट चाहिँ चिन्छु भन्न पनि मैले सक्दिनँ। किनकि कसैले ल्याएर मलाई ब्ल्याक कुरा देखाएर ब्ल्याक हो भनेर सोध्यो भने म त्यो पनि स्योर हुन सक्दिनँ क्या। मेरो लागि चाहिँ सबै कलर्स डार्क र लाइट मात्रै हुन्छ। Sounds complicated, right? I get it. Comment down below to know more about my colorless world. Catch you later.